Okay. Good morning, boys. ल है अब यो संसारमा तिम्रो अगाडि भगवान छ भने तिम्रो बाबा आमा नै हो भगवान। जिउँदो भगवानको अगाडि सफलता मिलाएर यानी कि सक्सेस पाएर चाहिँ देखाउनु छ। जिउँदो भगवान बाबा आमाको अगाडि यदि शिर ठाडो गरेर चाहिँ केही गर्नु छ भने अहिले नै हो, बुझेछ? ल है जोसै जोसमा इन्टेक 2026 को लास्ट जोगो हो, लास्ट जोगो र भित्र चाहिँ तिम्रो चाहिँ फाइनल टेस्ट चाहिँ बाँकी नै छ। यो चाहिँ प्र्याक्टिसको चाहिँ लास्ट जोगो र सबैले आफ्नो बेस्ट दिने छ, कसैले गिभ अप गर्ने छैन। आज गिभ अप गर्छ भने त्यो जिन्दगीभरि कहिले पनि लाउरी हुन सक्दैन। ओके रेडी बोयज, स्माइल कैट। ल केटाहरू चाहिँ यहाँ स्टार्टिङ पोइन्ट जब कि ब्रिटिस आर्मी र सिङ्गापुर पुलिसको फोर्सको चाहिँ फाइनल सेलेक्सनमा स्टार्ट गर्ने जो यो काली खोला भलाम, यो काली खोला जुन यो पुलबाट स्टार्टिङ हुन्छ भने इन्डिङ चाहिँ डाँडा गाउँ माथि चाहिँ फिनिसिङ हुन्छ। ल यहाँ चाहिँ केटाहरू आइरहेछ। अब चाहिँ घन्टी बजाउने ठाउँतिर आइसकेको छ। यो देउराली घन्टी बजाउने ठाउँ देउराली मन्दिर हो। यो केटाहरू चाहिँ यहाँसम्म आइपुग्दा चाहिँ लगभग 5 मिनटदेखि 6 मिनटको रेसियोमा चाहिँ यहाँ आइपुग्छ भने केटाहरू चाहिँ अगाडि बढ्दैछ। यो चाहिँ तपाईँहरूले सबैलाई थाहा भएको ठाउँ हो, एकदमै पपुलर पनि भन्न मानिन्छ हामी। ल बाबु है अझ साइल अझ मिठो दिनेछ बाबु है। लामा गुड, केटाहरूले मेहनत गर्दैछ। अब सेलेक्सन नजिकै भइरहेछ, चलिरहेछ भनौँ न है। ल बाबु है केटाको डोको रेस चलिरहेछ। इन्टेक 2026 को 26 को दुःख गर्ने समय यही हो बाबु। मौका यही हो, मौका जिन्दगी बनाउने मौका यही बेला हो। राम्रो छ बाबु। ल संजोग राई मकवानपुरबाट, रामेछापदेखि खत्री श्रीकृष्ण खत्री, जाऊ जाऊ बाबु गुड, राम्रो छ राम्रो छ। ऋतिक गुरुङ गोर्खा जिल्लाबाट, नवराज बानिया भोजपुर, ल गुड बाबु गुड। रोशन गुरुङ अलि अप गर्दै जा बाबु। अब बेसमा आइसक्यो, फर्ममा आइसक्यो। श्रीकृष्ण आचार्य देऊ बाबु देऊ, फर्ममा आइसक्यो डर अब फर्ममा। ल गुड बाबु गुड गुड गुड, राम्रो छ। संयोग बलगर बाबु आज निकै राम्रो टाइमिङ हान्नु छ बाबु। चाहिँ माथि पुगिसकेको छ, देख्न सकिन्छ। पुरा चाहिँ नि मेहनत गर्दैछ। इन्टेक 2026 को ब्रिटिसको फाइनलिस्ट प्र्याक्टिस टेस्ट भनेको चाहिँ आज लास्ट रहनेछ। अब बाँकी चाहिँ क्याम्पभित्र गएर हानिन्छ। हिजोदेखि सेलेक्सन पनि सुरु भइसक्यो। भोलि चाहिँ यही ठाउँमा चाहिँ फर्स्ट डे टोलीको चाहिँ डोको क्यारी टेस्ट हुनेछ अनि फाइनल टेस्ट हुनेछ। जाँदैछु सानो रेलै चढेर, यो मन जल्छ हेर न सानो तिमीलाई सम्झेर। मुगलान हेर जाँदैछु सानो रेलै चढेर, यो मन जल्छ हेर न सानो तिमीलाई सम्झेर। छौ कि तिमी बाटो मेरो हेरी, बाँचे भने आउने छु भेट्न
छुट्टीमा फेरि सानो तिमीलाई भनेर मुगलान हेर जाँदैछु सानो रेलै छडेर यो मन जल्छ हेर सानो तिमीलाई सम्झेर पल्टने जीवन थाहा छैन के हुने हो चिठ्ठीहरू नलेखा मलाई नै सम्झेर भो सम्झेर मलाई नै भो आयो बाबु आयो फिनिसिङ राम्रो टाइमिङ राम्रो गुड 35:51 35:53 35:56 कम्प्लिट भयो यिनीहरूको चाहिँ फिनिसिङ ल आयो बाबु 36:08 राम्रो टाइमिङ ल है ल बाबु ल राम्रो गुड 36:23 है हेर्नु त्यो त जान्छ कि उता हेर कहाँसम्म जान्छ हेर्न ल बाबु ल फिनिसिङ ऋतिक राम्रै टाइमिङ है राम्रो बेस्ट है 36:39 36:41 52:53 भइरहेछ राम्रो गुड 36:56 हेर त पछाडि दियो त धेरै होइन यो आइज गुड 37:08 37:10 37:15 फिनिसिङ तानमा फिनिसिङ नवराज यहाँ आएर लुज नगर हेरे 1 सेकेन्डको भ्याल्यु हुन्छ 37:36 गुड फिनिसिङ सही थाप्पा गुड फिनिसिङ राम्रो 39:07 आइज सन्दीप सारू 39:13 ओके ल फिनिसिङ दे बाबु 39:29 ल फिनिसिङ 39:54 39:55 56 ल फिनिसिङ दे हेर फिनिसिङ दे अलिक गुड 41:35 केटाहरूको मेहनत यस्तो पसिना भएर ब्रिगेड गोर्खा बोइज फाइनलिस्ट टोली डोको आफ्टर डोको पछि है त गाइस डोको पछि कुल डाउन गर्दैछ अहिले चाहिँ ल हामी जुन भलामको खाली खोलाबाट सुरु भएको डोको रेस स्टार्टिङ पोइन्ट त्यहाँ थियो भने फिनिसिङ पोइन्ट चाहिँ यहाँ श्री देवी आधारभूत विद्यालय पोखरा महानगरपालिका वडा नम्बर 20 बलाम डाँडा गाउँ कास्की यो चाहिँ स्थापना चाहिँ 2024 सालमा भएको रहेछ यो ठाउँसम्म चाहिँ बाबुहरूको फिनिसिङ है डाँडा गाउँको स्कुलसम्म चाहिँ फिनिसिङ पोइन्ट रहेको छ केटाहरू चाहिँ जब कुल डाउन गर्दैछ यहाँ चाहिँ अहिले चाहिँ यहाँ कुल डाउन भइरहेछ केटाहरू चाहिँ अब कुल डाउन सकेपछि चाहिँ सिधा चट्ट कपडा सपडा चेन्ज गरेर टक्क गाडीमा बसेर सिधै होस्टेल पुग्ने छ केटाहरू चाहिँ जोस केटाहरूले मेहनत गर्दैछ ब्रिगेड गोर्खा बोइज इन्टेक 2026 को फाइनलिस्ट ग्रुप हिजोबाट सेलेक्सन नै सुरु भइसकेको अब डे बाई डे चाहिँ केटाहरू क्याम्पभित्र छिर्नेछ र राम्रो पर्फर्मेन्स देखाएर भर्ती लाग्नेछ भन्ने आशा छ थ्याङ्क यू सो मच सम्पूर्ण भ्युअर्सहरूलाई र साथसाथै इन्टेक 2026 को बिए फाइनलिस्ट टोलीलाई पनि बेस्ट अफ लक भन्न चाहन्छु थ्याङ्क यू सो मच है ल इन्टेक 2026 को फाइनलिस्ट केटाहरू चाहिँ भित्र डोको हानिसक्यो आज चाहिँ भने मतलब डोको प्र्याक्टिस चाहिँ हानिसक्यो अब क्याम्पभित्रै गएर हान्नेछ आज लास्ट डे सबै भाइहरूलाई फेरि पनि बेस्ट अफ लक र साथमा 26-7 को भाइहरू देखिरहेको छ एउटा दुईटा साथ सपोर्टको लागि आइरहेको रहेछ धेरै धेरै धन्यवाद ओके ल फेरि पनि हाम्रो केटाहरूलाई सबैलाई बेस्ट अफ लक